जाने भाइ होइन क्या अहिले हेर्नु न मलाई थाहा छ आदेश छैन क्या आदेश भने पुष्पा म त चिठी आउनु कहाँबाट आउनु पर्यो कुनै एउटा वैज्ञानिक चिठी हुन्छ वैज्ञानिक भने कोइडोरको बाटो खोल्न कसलाई सोध्नु पर्दैन कि मलाई थाहा छ मापदण्ड होइन क्या केबिडिएको यहाँ हुनुहुन्छ कोही सोध्नु एउटा चिठी त चाहियो अब चिठी चाहिँ हामीले आउँदै गर्छ हजुर होइन अहिले अब डिजिटल कपी भए पनि हेर्नुहोस् न मलाई अब मैले पनि तपाईँले सुन्नुहोस् न तपाईँले अनावश्यक केही चाहियो भनेदेखि तपाईँलाई होइन सुन्नुहोस् न हामी कुरा हुँदै काम गर्छौँ यो पर्खाल भत्काउनुपर्छ होइन क्या यस्तो छ भित्र डाइरेक्ट छ यो मलाई थाहा छ बिहारको सेक्युरिटी भन्दा जनताभन्दा ठुलो ऊ होइन बिहारको कुरा मैले बुझ्छु क्या होइन हजुर मैले बुझ्छु मैले पनि सुन्नु पनि होला रिपोर्ट गर्नु पनि होला रिपोर्ट भनेको तपाईँको यो जङ्गलभित्रको यो बाटो यो मापदण्ड राजनीति हुन्छ नि राजनीति हुन्छ बुझेँ भनेकै मैले यो चाहिँ नेपाल ट्रस्टसँग सम्बन्धित विषय हो नेपाल ट्रस्टको चाहिँ चेयरम्यानको भौतिक पूर्वाधार मन्त्री हो उहाँ चाहिँ केबिडिएबाट आउनु भएको छ अहिले अब हेर्छु त सर यो एकछिन त रोक्नुपर्ने अब हेर्छु त रोकिँदै भर्किन्छ यो भर्किन्छ यो रोक्न मिल्दैन तपाईँलाई कन्फ्युजन कुनै सम्माननीय प्रधानमन्त्रीको सम्पर्क सुन्नु सर रोकिँदैन यसो तपाईँले तपाईँ जस्तो सरकारी निकाली आएर भन्दाखेरि अप्ठ्यारो हुन्छ चिठी चाहिँ हामीले ठुलो सर सन्तोष पाण्डेलाई दिइहाल्नु यसो गर्नु कुरा गर्दै गर्दा एकैछिन त सर यो रोकिँदैन 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 रोक्ने काम नगर्नु मापदण्ड पब्लिकले पब्लिकहरूले चाहिँ स्थानीय जनताले चाहिँ आफ्नो जग्गा छोडेर कोरिडोर छोड्ने अनि अर्को निकायले चाहिँ राख्न मिल्छ त्यस्तो होइन मापदण्ड सबैलाई लागु हुन्छ एकैछिन त यो अहिले रोकिँदैन पुलिस हुँदाखेरि त यो गर्छ रोकिँदैन यो रोजर रोकिँदैन किनभने म आदेश स्पष्ट लिएर आएको मैले कन्फ्युजन भए सुन्नु होला यहाँको जनताले कुनै पनि हातमा यो रोक्दैन यो काम रोक्दैन मानिन्थ्यो यो जुन अहिले एकछिनलाई रोक्ने भनेर आउनुभएको छ नि खास के हो त्यस्तो रोकिँदैन यो उहाँहरूले पनि त अब केही त केही आधारमा भन्नुभयो होला नि त बायाँ केही परेन कोरिडोरको मापदण्ड मिट गर्न द्याट्स अल नेपाली सेनाको आशय अनुसार यो विषय मलाई नसुन्नु होला कि कोरिडोरको बाटो खुल्छ द्याट्स अल होइन नेपाली सेनाको मैले भनिहालेँ तपाईँलाई कोरिडोरको बाटो खुल्छ हामीलाई पूर्व जानकारी छैन आदेश हुनु पर्थ्यो भन्ने कुरा गर्नुभयो होइन यस विषयमा अधिकार सुन्नुहोस् अधिकार सम्पन्न बागमतीको मुख्य मान्छे यही हुनुहुन्छ आनन्द भाट यही हुनुहुन्छ